ल हो स्विमिङ गरी ल नानीले ल चिती खोलामा आएर ल ल अब भयो बल्ल डराइन ल ल ल भेटे गर्ने स्विमिङ गर्ने स्विमिङ खियाउने ल ल हो अब खुट्टा छोडिदियो भैँमा खुट्टा छोडिदियो खुट्टा हो नानीलाई त हो ल अब मलाई कहाँ आउने होला म जाडो नभए त खेल्थेँ भाइरलै हो हजुर होइन जाडो छ कि यतातिर ल खेल्ने जम्मै पानी गइहाल्यो ल भइगयो त अब भयो अब चिसो हुन्छ ल नानी नि खेला ल झर नानी ट्युब लगाऊ ट्युब लगाऊ छेउमा खेले नि हुन्छ सिँढीमा खेले नि हुन्छ ट्युब लगाऊ ट्युब ल चिसो हो के चिसो हुन्छ है नानी अब छिटो एकछिन खेल्ने ल बहिनी नि खेल्ने त्यहाँ एकछिन ट्युब लगाएर यसो छापछाप गरेर ल नानीले खेली अब चिती खोलामा आएर स्विमिङ ल यसो रहर पुरा भयो ल तर यस्तो चिसोमा पनि हेर्नु त मलाई त जाडो बनाइसक्यो ल भयो नि संस्कृतिले नि उहाँ खेलेर देखायो होइन ल त्यहाँ तल सिँढीमा बस्छ न बरु सानैलाई ल्याए भयो नि सानै हाम फालिदिने स्विमिङ गर्ने भन्छ ल खेल्छ एकछिन अनि जाडो भएपछि निस्किन्छ डुब्लिने ठाउँ नरहेछ कि अरे के भएर हामफाली ल हो यहाँ यही भिडियो बनाएको छु यसैले भएपछि सबै भइहाल्यो मेरो पनि बुझिदिनु पर्छ त्यही भइहाल्छ त्यसलाई नै रेकर्ड गरिदिनु पर्छ ल ल अब हामी चाहिँ मामाघर आएका छन् यसरी चाहिँ आएका छन् यो चाहिँ मामाघर यो तनहुको मामाघर भयो यो त मामाको घर माथि मौरी पालन यसरी यहाँ माइजू अनि यहाँ फेरि दिदीहरू भान्जी यसरी आएका छन् यहाँ त्यसै गरी एउटा भाउजूले यहाँ केटीकेटीलाई फेरि ट्रेनिङ दिँदैछन् अनि तल यो चाहिँ अब चाहिँ मेवा खेती छ ऊ तल फाँट चिती खोला त्यसपछि बान्द्रे चोक गाउँ र यो माथि देखिएको कालो बादलभित्र त्यतातिर पर्छ चिती